वेलकम टू माई युट्युब च्यानल। अब जानलाई कि घर छोडेर गइजान्छौँ, सबै गयौँ। आज हामी त हाम्रो घर खाली खाली भयो। दिदीहरू पनि आफ्नो आफ्नो घर गए। बाटो यस्तो छ कि यस्तो छ बाटो, अप्ठ्यारो, चप्पल यस्ता छन्, त्यही भएर हिँड्न सकिन्न। के गर्नु, सब केटीहरू आफ्नो आफ्नो घर गए। मैतले एउटा गएँ, एउटा ऊ त्यहाँ दुईटा, म पनि गएँ। बरै के गर्नु र, तिहारलाई बाई बाई भन। अब हामीले ह्यापी तिहार भन्दा पनि सब आफ्नो आफ्नो धुनमा बोल न, बोल प्लिज बोल। के गर्नु साथीहरू, बाटो यस्तो अप्ठ्यारो छ क्या। हाम्रो पहाड हो भने चाहिँ झन् पहाडको नामै छैन। मेरो छोरी छोरा म अगाडि लगाएको माइन दिदी ठुल दिदी सानो दिदी, अनि यो चाहिँ म कान्छी। म हिँड्नै सक्दैन बाटोमा, हेर्नु यस्तो छ। मेरो छोरा छोली के को छोरी हुनुहुन्छ, को छोरी हुनुहुन्छ, अलिक बिस्तारै बोले पनि हुन्थ्यो है। ए हिँड्दा हिँड्दा आएको गाह्रो छ हामीलाई त। बसैमारीमा हामीले त यस्तो डाँडामा हजुरको खाता हालिदिन्छ। हजुर डाङ्गै जानुभयो क्या सानो यहाँ हेर के गर्नुहुन्छ हजुर। मेरो त पत्तर मात्र दिदी हाम्रो बसमा देखिन्न तिमीहरू। बसमा गयौँ है हामी, ठुलै बसमा। अट्याक गर्ला, अट्याक गाडी पछि होइन चिल्लो छ। यो बाटो साथीहरू पोखरा, बागलुङ पोखरा हुँदै काठमाडौँ जाने बाटो हो यो खास भनेको। अनि हामी रुकुमकोट ठाउँ साथीहरू। अनि ऊ बारी देखिने चाहिँ सानो भेरी सरी ल, रुकुम पूर्व रेडियोको टावर हो है साथीहरू। बाटो कति राम्रो छ। अलि म ढिक बस्या भएन, अगाडि खिच्न सकिनँ। यो हो रुकुमकोटको उता जाने बाटोको मोड। वा कति राम्रो भ्यू छ। अनि हामी उता नभएर माथि रुमालबारातिर लाग्ने हो साथीहरू। हामी लाग्यौँ माथि कच्ची बाटोतिर। ए हो साथीहरू रुमालबारा मैदान जाने बाटोबाट देखिएको माथि कमल ताल वरिपरको बजार हो है साथीहरू। यो बाटो अलि अप्ठ्यारो छ। अनि अटोमा गाडीमा बसेको भएर हामी बाटो यस्तो यस्तो तलमाथि भएको छ। कति राम्रो कमल द भनी देखेको छ है साथीहरू। अनि हेर्नुहोस् न, वाउ कस्तो राम्रो वातावरण छ है, मन नै लोभ्याउने वातावरण छ नि साथीहरू। अनि अगाडि पनि देखाएको थिएँ थोरै। यो हो गाउँपालिका, सिस्ने गाउँपालिकाको घर हो सायद है, सायद जस्तो लाग्छ के र, मलाई पनि खासै थाहा होइन, म जाँदैन नि त। अनि यो ठुलो देखेको चाहिँ रुकुम पूर्वको के अरे अस्पताल हो। यो सरकारी अस्पताल हो। तलबाट राम्ररी देखेको थिएन साथीहरू, अलि माथिबाट खिचेको हो। त्यही भएर यो हो कमलदह, कति राम्रो छ। अहिले चाहिँ खासै राम्रो देखिँदैन। बर्खामा जाने भने कस्तो राम्रो कमलहरू फुल्या हुन्छ त्यहाँ। वरिपरिको वातावरण कस्तो राम्रो हुन्छ साथीहरू। त्यो पालि देखेको चाहिँ आर्मी ब्यारेक हो।
त्यो हस्पिटल हो उता पारिदेखि यता ढाका दार्जिलिङ अनि ओली पारि तिनी यता डाँडा देखिने सानचौर घरेली हो है साथीहरू त्यो भरि फाइनली साथी बल्ल बल्ल 2 दिन लगाएर घर आइपुग्यो हामी हाम्रो घर पुग्यौँ हिजो 3 बजे बाटो लाग्यो आज 3 बजे बस्दै आएको आज पुग्यो आज 3 बजे होइन आज त 5 बजे घर यहाँ पुग्यौँ यहाँको वातावरण यस्तो छ कस्तो उजाड लाग्छ हाम्रो घरबाट कति राम्रो छ अब के गर्नु पहाड भने हरियाली त्यही त नि अलि तराई भएर होला यस्तो भयो ल धन्यवाद हजुरलाई यतिसम्म मेरो भिडियो हेरिदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद अरू पनि भिडियो हेरिदिनु होला भन्दै आजलाई छुट्टिन चाहन्छु नमस्ते बाई बाई